दर्शकबिन बालकुमारी र भूमिकाको योजना असफल। टोकले र पूर्णिमाको डिभोर्स अब के होला त? आउनुहोस् यस बारेमा केही कुराकानी गर्न छौँ। त्योभन्दा पहिला हजुरहरूलाई भुन्टी सिरियल एकदमै मन पर्छ, त्यसको लागि अवश्य पनि एक लाइक र सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयतर्फ लागौँ। हो दर्शकबिन, भूमिका र बालकुमारीको योजना असफल भएको छ, किनकि तिनीहरूले भुन्टीलाई घरबाट निकाल्ने योजना थोरै अलिकति त भएको थियो, तर अब भने भुन्टीले अब आफ्नो घरमा आगमन गरिसकेकी छे। फेरि यता भुन्टीलाई दुःख दिने फेरि एउटा नयाँ योजना बनाइसकेका थिए, तर अहिले भने यिनीहरूको योजना असफल भइसकेको छ। यता भने पूर्णिमा र टोकलेको डिभोर्स होला जस्तो छ, किनकि यिनीहरू एकअर्कालाई नबुझिकन एकअर्कालाई दोष दिइरहेका छन्। पूर्णिमाले खासमा यस्तो गर्न नहुने हो, तर पूर्णिमाले बुझ्न पर्ने हो कि आफ्नो श्रीमानको अगाडि यस्तो गर्न नहुने हो, किनकि टोकलेको मनमा कस्तो बित्यो होला कि यस्तो देख्दा। पूर्णिमाले झन् यो समयमा झन् बुझ्नुपर्ने समयमा अहिले पूर्णिमा आफै दूर भागिसकेकी छिन्। झन् यस्तो बेलामा आमा बिरामी हुनुहुन्छ, झन् यस्तो बेलामा साथ सपोर्ट गर्ने ठाउँमा अहिले आफै उल्टे टोकलेलाई दोषमाथि दोष दिइरहेकी छिन्। यिनीहरूको दुवैको यस्तै भयो भने यिनीहरूको डिभोर्स नहोला भन्न सकिन्न, किनकि यिनीहरूले एकअर्कालाई बुझ्ने त कोसिसै गरेका छैनन्, एकअर्कालाई गलत आरोप लगाइरहेका छन्। यसमा पूर्णिमाले केही व्यवहार सुधार गरे, टोकले पनि त्यस्ता छैनन् कि आफ्नै श्रीमतीलाई यस्तो गर्ने। फेरि पूर्णिमा र टोकले मेलमिलाप भई घर परिवार खुसी र सुखी हुनुपर्छ भने जतिले कवनमा पूर्णिमा र टोकले नभुनला भन्दै म यहाँ बिदा हुन्छ। धन्यवाद।